ल है गाइज, अब मेरो यात्रा सुरु हुन्छ हिलेसम्मको। बाइक स्टार्ट गरेछ गाइज। ल तपाईँलाई मेरो भ्लगमा के स्वागत छ। ल दुईमा पक्कासँग यो चाहिँ मेरो पानी जस्तो छ। ल हान्दै मैले हान्दै पेट्रोलमा फिब्नै छैन त हो। के हो यार त्यस्तो हो दिस यार, के हो यही बाटो यस्तो छ हेर्नु है। हाम्रो मेरो गाउँठाउँको बाटो यस्तो छ, के भन्नु र। सिनेमाको मोडल अरू भन्दा केही छैन, मापाना चट्ठा यस्तो छ। 3 4 5 हान्दै भाइ 5 हान्दै सिनेमाको मोडल अरू भन्दा केही छैन। ल गाइज म चाहिँ लास्ट 6 भएको छु कि 6 किन थाहा छ नि, त्यो भ्यालेन्टाइनमा केटीहरू नपाएको लास्टै 6 भएको क्या म। के भएर नि गाइज बाटोहरू बन्दैछ हाम्रो गाउँको बाटोहरू। बाटोहरू बनाउने हो किन्यो तपाईँसँगले। बाटो अलिकति बनाउनु पऱ्यो क्या, ठिक रहेछ। बाटो छिटो बनाउनु पऱ्यो हाम्रो गाउँको। कहाँ जानुहुन्छ क्या, यो के हो बाटो क्या, यतिको धुलो उडे ढुट्टो हुन्छ। हेटेरिकार कस्तो लाज लाग्यो यार भ्लग बनाउनलाई। आज लाज लाग्छ यार, के हो यार यो। हान्दै भाइ हान्दै यता हान्दैछ। त्यहीँ ट्रक रहेछ, त्यसको ठाडो फेरि छिर्दैन ट्रकमा। यहीँ रोक्नु पर्ला अब। के भन्छ छिर्दैन त्यहाँबाट अब ट्रकहरू, यहीँ बस्नुपर्छ वेटिङ। दिस इज वेटिङ। बाटोहरू बनिरहेछ हाम्रो ठाउँहरूको, क्या गर्नु। बाटो छिटो बनाउनु पऱ्यो क्या, बाटो छिटो बनाउनु पऱ्यो। सबैजना मिलेर भन्दा नि सबैजना मिलेर बनाएको। त्यही पनि यो बाटो चाहिँ कस्तो छ भने अब कति 2 वर्ष जस्तो भइसक्यो बाटो नै बनिसकेको छैन क्या। किन बाटो ढिलो बनाएको नि, छिटो बनाउँदैन बाटोहरू। मेरो बाइकको हालत फेरि सानो जेसिबी रहेछ, ठुलो जेसिबी भएको है भने ठुलो जेसिबीले हालेको भए एकैछिनमा हालिसकिन्थ्यो। मलाई के सानो जेसिबी रहेछ। ए हावा तल्का रहेछ मान्छेहरू नि, 2-3 मिनट बस्नु परिहाल्छ। के हो नि यस्तै छ लन्डनमा।